हेलो वेलकम टु माई मिनी भ्लग। र आज म चाहिँ घर एक्लै फर्केको थिएँ। अनि यहाँ चाहिँ मैले बाटोमा आउनुलाई पुन्डी चाउचाउ खाएको थिएँ। अनि घर आइसकेपछि खाना पकाएर खानुपर्ने थियो आफैले। आज त मम्मी जानुहुन्न भित्र। अनि त्यसपछि यहाँ खानासाना खाइसकेपछि भाँडासाँडा धोएपछि म बल्ल नोट लेख्नको लागि। र नोट लेख्दा लेख्दा मलाई फेरि कस्तो के हुन्छ झ्याउ लाग्छ हेर्नु। मलाई मात्रै हुन्छ कि कोलाई हुन्छ कि मलाई मात्रै झ्याउ लाग्छ कि लेख्दाखेरि तपाईँहरूलाई पनि हुन्छ। तर मलाई लास्ट झ्याउ लाग्छ लेख्दा खै के हुन्छ। कहिले चाहिँ बहुत जोस चढ्छ फेरि लेख्छु भनेर लेखेको हुन्छु, फेरि एक दिनमा पनि भ्याइदिएको हुन्छु। तर कहिले चाहिँ कस्तो जोसै लाग्दैन क्या, त्यस्तै दिन भइरहेको मेरो चाहिँ। र आज हाम्रो घर मासु पाकिरहेको थियो, मासु र रोटी त जहिले पनि खान्छौँ है हामीले चाहिँ साँझ। अनि त्यसपछि धेरै भयो स्किन केयर नगरेको, आज चाहिँ गरिदिउँ न यसो भनेर मैले यहाँ स्किन केयर गर्न लागेँ गाइज। किनकि आजकल बहुत जाडो गरिरहेको छ कि। अनि मलाई कस्तो मुखमा पानी हाल्ने झ्याउ लाग्छ। बिहान मात्रै धोयो गयो। अनि यहाँ चाहिँ मैले के टोनर के लगाउँदैछु। अनि लगाउँदा चाहिँ राम्रो हुन्छ, रिभ्यू कस्तो राम्रो देखिरहेको थियो कि। सो वाइ नट, सुड आई ट्राई भनेर मैले चाहिँ गरिहालेँ। So this is the glow after that. So that's for today. Bye.